हेलो वेलकम टु माई भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। सधैँ झै आज पनि नयाँ ब्लग लिएर तपाईँहरूको बिचमा उपस्थित भइसकेको छु भने यतिखेर चाहिँ म छु बसन्तपुरमा। आज चाहिँ म बसन्तपुरबाट भिडियो बनाउन गइरहेको छु। तपाईँहरूलाई मनोरञ्जन दिने भरपुर प्रयास हुनेछ भने म भाइलाई चाहिँ क्यामेरामा ल्याउन चाहन्छु। लेट्स सी गाइस। हेलो गाइस, अनि म चाहिँ आइसकेको छु दाइको भ्लगमा। आज चाहिँ हामी बसन्तपुर मात्र सानो यताउति घुम्नेछौँ, धेरै टाढा जाने छैनौँ। यो चाहिँ रातिको समयमा तपाईँहरूलाई नाइट भ्यू। फाइनली अहिले चाहिँ हामी दाजुभाइ सँगै छौँ एउटै फ्रेममा भने अब चाहिँ हामी तपाईँहरूलाई यता भिजिट गराउन चाहन्छु। ल तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ बसन्तपुरमा छौँ भने यतातिरको चाहिँ भ्यू चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। अनि रातिको चाहिँ यताको भ्यू चाहिँ बवाल छ है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ रातिको बेलामा पनि। यतातिर चाहिँ सेफ नै छ भन्न चाहन्छु, जो सेक्युरिटी राम्रो छ। रातिमा पनि कुनै प्रब्लम हुन्न जस्तो लाग्छ मलाई चाहिँ। यहाँ हुँदैन पनि। अनि के भन्न चाहनुहुन्छ दाइ? म के भन्न चाहन्छु भने यो भ्यू हेरेर चाहिँ तपाईँहरूलाई पनि आउनु भन्न चाहन्छु। प्लस जोस् रमाइलो छ। हामी पनि कस्तो भन्दाखेरि म चाहिँ आएँ नि त, आएर म खासै यता भिडियोहरू बनाइराखेको छैन होइन खासै। अनि यो ठाउँमा चाहिँ भाइसँग आइयो आज। अनि के अरे आएर चाहिँ यो नाइटमा चाहिँ म फर्स्ट टाइम है। म चाहिँ भाइ चाहिँ अरू टाइमहरूमा पनि आइराखेको रहेछ भने म चाहिँ फर्स्ट टाइम आएको। ल मलाई पनि जो रमाइलो फिल भइरह। ल यतिखेर चाहिँ दाजुभाइ अब बसन्तपुर आएर पनि यतातिर बाहिरतिर यसो भ्यू तपाईँहरूलाई देखाउनको लागि जाने क्रममा छ भने म चाहिँ आज लगभग ट्याक्कै 10-11 दिनपछि चाहिँ फेरि भिडियोमा कमब्याक गरेको छु। स्टार्ट भनौँ न होइन। त्यसै कारणले चाहिँ हल्का भुलचुक मिस्टेक भइरहेको छ हाम्रो। नर्भस पनि भइरहेको छ। म के अरे भिडियोमा आएको भएर चाहिँ म यताउति भइरहेको छु। जोस् म कति भन्दाखेरि ट्याक्कै म 3 वर्षपछि नै भनौँ न यसरी चाहिँ म कन्सेप्ट लिएर चाहिँ भिडियोमा हिँडिरहेको छु भने यतातिरको भ्यू देखाउन चाहिँ म एक्साइटेड छु। र भिडियो त तपाईँहरूले देखि नै हाल्नुहुन्छ घुमेको भिडियोहरू चाहिँ। आजभन्दा अघिल्लो दिनहरूमा पनि हिँडेँ, तर पनि पहिलाको चाहिँ मैले खासै भिडियो बनाएर हालेको थिइनँ भने आजबाट चाहिँ कन्टिन्यू चाहिँ। अनि यतातिरको भ्यूहरू पनि यो बसन्तपुर एरियाकै बाहिरतिर पनि तपाईँहरू देख्न सक्नुहुन्छ। यतातिरको भ्यू चाहिँ होइन, जो युरोप एरिया लाइन टाइपको हल्का मान्छेहरू चाहिँ स्ट्रेस एन्जाइटी भएर बसेको मान्छेहरू चाहिँ यसो फोन गर्नको लागि आफूलाई अलिकति ह्याङओभर गर्नको लागि चाहिँ यतातिर नै आउन सक्नुहुन्छ तपाईँहरू। अनि क्यामराम्यानमा चाहिँ हाम्रो मिस्टर मानबहादुर मेरो भाइ हुनुहुन्छ। उहाँको चाहिँ सायद हातले गल्छन् होला, तैपनि इट्स ओके यो गाइज होइन। तपाईँहरूलाई इन्टरटेन गर्नको लागि नै आइरहेको छु। र यतातिर चाहिँ रहेछ हाम्रो एकदम ठुल्ठुलो कमला काठमाडौँको हरियो सिटी। काठमाडौँ चाहिँ हरियो सिटी, ग्रिन सिटी भनेर नि चिनिन्छ होइन। लगभग 3 वर्ष जति चाहिँ म एउटै ठाउँमा बसेर हो कि किन हो होइन, म एउटै ठाउँमा बसेँ नि त। अनि आफूलाई चाहिँ एकदम जेल जस्तो टाइपको के त्यो अब बाहिर घुम्न जाने जाने रमाइलो गर्न जाने त्यस्तो ठाउँहरू पनि खासै थिएन नि त म बसेको ठाउँतिर। म चाहिँ एकदम कस्तो भन्दाखेरि यो यहाँ चाहिँ अहिले हल्लाहरू हल्का ग्याउँ यस्तो टाइपको छ नि त। यस्तोले चाहिँ हल्का मलाई प्रब्लम गर्छ कि जस्तो लागिरहेको थियो। तर प्रब्लम होइन, मलाई चाहिँ एकदम फ्रिडम भइरहेको छ। म एकदम इन्जोय लिइरहेको छु यतातिर चाहिँ। यो चाहिँ मेरो आउन त म 2 चोटि जति आएँ यो ठाउँमा चाहिँ। तर 2 चोटि यो ठाउँमा आएर पनि खासै भिडियोहरू त बनाएको थिइनँ मैले। फोटो चाहिँ खिचेको थिएँ, त्यो पनि अपलोड गरेको छैन। आज चाहिँ फुल ब्लग कन्सेप्ट लिएर चाहिँ तपाईँहरूलाई चाहिँ मनोरञ्जन दिउँ न, तपाईँहरूले पनि हेर्नुहोस् भनेर चाहिँ आएको छु। त्यही हो। अनि त्यसको यतातिर चाहिँ जोस् यो बिल्डिङहरू चाहिँ अलमोस्ट सबै एउटै कस्तो दामी मिलेको चट्ट मिलेको रहेछ है। अनि यतातिरको चाहिँ कुनै बेस्ट फेभरेट फुडहरू छैन तिम्रो? मेरो फेभरेट फुड भनेको चाहिँ मोमै हो। यतातिर उतातिर अब त्यस्तो फेरि फेभरेट त केही छैन। अहिले गएर केही खाइहालौँ भन्ने केही टाइप्स छैन अहिले? अहिले पाउने भनेको चाहिँ कफीहरू हो। अब गयो भने स्ट्रिट, मलाई चाहिँ स्ट्रिटको
मोमोहरू राम्रो लाग्छ त्यता उताभित्र त्यो बसन्तपुर ठ्याक्कै बसन्तपुर ठाउँमै अँ त्यहाँको अनि तिमी साथीहरूसँग नि यतातिर आइरहेको हुन्छौ होइन साथीसँग आउँदिनँ म एक्लै एक्लै रुममा बोरिङ भइरहेको हुन्छ है यस सर अनि म मलाई एक्लै नै मजा लाग्छ है ल अब चाहिँ हामी सँगै आइसक्यौँ साथमै भनी ठ्याक्कै अब चाहिँ हामी गोलै हो ठ्याक्कै गोलो घुमेर चाहिँ हामी यहीँबाट घर जानुपर्ने हुन्छ ठ्याक्कै यहाँबाट पुगिन्छ अनि अब हामी चाहिँ लगभग यताबाट हाम्रो चाहिँ रुम नजिकै छ नि त यहाँबाट अनि हामी चाहिँ यतातिर आउने जाने कार्यक्रमहरू त चलिरहेको छ यहीँ बसिराख्यो भने चाहिँ भाइको चाहिँ डेली जस्तै हुन्छ होइन म चाहिँ अब यता खासै बस्दिनँ अब खासमा हामी चाहिँ यताबाट उता रुमतिर जाने कुरो भइरहेको थियो र मैले त्यतातिर बसन्तपुरतिर त्यता मन्दिरहरू खासै मैले तपाईँहरूलाई देखाएको छैन नि त मन्दिर कालीमाई मन्दिरहरू त्यस्तै के छ होइन त्यो एक्ज्याक्टली मलाई पनि त्यो मन्दिरहरूको बारेमा नामहरू त थाहा छैन खासै मैले बसेको 2 महिना 2 महिना होला कतै यताबाट जाने ल अनि गाइज हामी चाहिँ यतापट्टि नि उतापट्टिबाट नि त्यहाँ मन्दिर चाहिँ त्यहाँबाट छिरेको थियो तर हामी चाहिँ फेरि यतातिर नयाँबाट हामीलाई पनि घुमाउँ अनि देखाऊँ पनि भनेर पनि हामीले घुमेर फेरि टाइम जान लागिरहेको छ हजुर त्यही पार्टमा गएर चाहिँ हामी टुङ्गिन्छौँ होइन अनि हामी बिस्तारै त्यतैबाट हुँदै चाहिँ हाम्रो रुमतर्फ पनि जानेछौँ अघि हामी उताबाट आइयो नि त अब यता पछाडिबाट घुमेर गएर तपाईँहरूलाई मन्दिर दर्शन गराउँछ त्यतातिर यतातिर देख्न सक्नुहुन्छ यहाँ चाहिँ जो रमाइलो भइरहेको मन्दिरतिर यो चाहिँ भजन कीर्तन भनौँ न के समथिङ एल्स चलिरहेको छ जो चाहिँ यतातिर रमाइलो होला जस्तो छ हामी यतातिर जान्छौँ जान्छौँ पनि होइन आउनुहोस् तपाईँहरू पनि ल हेर्नु त कति राम्रो देखियो होइन ल हामीले चाहिँ लगभग तपाईँको 3-4 टेक लिइसक्यौँ हाम्रो चाहिँ साउन्ड प्रब्लम भइरहेको थियो अब चाहिँ हामी लगभग अन्तिमतिर आएछौँ ल अब दाजुभाइको केही छोटो मिठो गफ हुन्छ त्यहाँ बसेर हेर्नु होला अनि त्यसपछि हामी रुमतिर जानुपर्छ किनकि हामीलाई फोन पनि आइरहेको छ घर जानको लागि चाहिँ राति भइसक्यो नि त एकैछिनमा आउँछौँ भनेर आएको थियौँ अब केही मिठो गफ हुन्छ दाजुभाइको वाच गर्दै गर्नु अनि हाम्रो कति 3 टेक खेर गयो होइन हाम्रो लगभग हामीले 3टा भिडियो बनायौँ 10 देखि 20 मिनट हाम्रो खेर गयो होइन जस हामीले अघि नै चाहिँ जस मिठो मिठो कुरा गरिरहेको थियौँ अनि अब पनि मिठै कुरा हुन्छ त्यो भने मिठो कुरा हुन्छ ल अनि अब चाहिँ म दाइलाई क्वेसन गर्छु होइन नेपाल आइसक्नु भयो होइन अनि त्यो जुन विदेशमा हुँदा चाहिँ स्ट्रेस थियो होइन हजुर अनि नेपालमा आइसकेपछि चाहिँ कस्तो फिल भइरहेछ लगभग मैले तिम्रो उताबाट आइसकेपछि चाहिँ 10 दिन जति चाहिँ मैले फ्यामिली टाइम स्पेन्ड गरेँ नि त म एकदम स्ट्रेस भइरहेको थिएँ कि त्यता बस्दा बस्दा त अब विदेशको ठाउँमा अब ड्युटी गरेर रुमबाट ड्युटी हुन्छ नि त अनि यहाँ आएर चाहिँ म हल्का आफूलाई चाहिँ फ्यामिली टाइम दिएँ र आफूलाई रिफ्रेसमेन्ट पनि गरेँ होइन आफूलाई चाहिँ एकदम रिफ्रेस भइरहेको छु म चाहिँ यतिखेर अनि यस्तो यस्तो भ्यूहरूमा आएर चाहिँ अनि यसरी दिन कटाउन पाउँदाखेरि यसरी समय टाइम स्पेन्ड गर्न पाउँदाखेरि चाहिँ आई एम फिलिङ लक्की ह्याप्पी यस एक समयमा तपाईँ एन्जाइटीमा नि पुग्न लागिसक्नु भयो हजुर एकदम किनकि कस्तो हुन्छ भने विदेश भन्दाखेरि चाहिँ विदेशमा सधैँ रमाइलो पनि हुँदैन होइन सधैँ दुःख पनि हुँदैन विदेश भनेको अब काम गर्नको लागि हुन्छ नि त अनि त्यहाँ गइसकेपछि अब हामी घुम्न मात्रै जान्छु भनेर पनि हुँदैन काम गर्न गएको फर्स्ट प्रायोरिटी नै कामलाई हुन्छ होइन तैपनि अब एउटा घुम्ने कता जाने भन्ने कुरो हुन्छ नि त अब घरतिर चाहिँ फ्यामिलीसँग बस्नु र अनि विदेशतिर बस्नुमा भास्ट डिफ्रेन्ट हुन्छ नि त धेरै डिफ्रेन्ट हुन्छ जस्तै अब म चितवनबाट त्यसरी फ्यामिलीमा बसेको भएन होइन काठमाडौँ आइसकेपछि नै हल्का फिल गरिसकेको छु कि आफ्नो घर छोडेर टाढा बस्दा चाहिँ कस्तो फिल हुन्छ भनेर होइन
त्यो अब म त नेपालमै थिएँ, अब म त 4-5 घन्टामै घर पुग्छु होइन, त्यस्तो मन लाग्यो भने। तर दाइ चाहिँ अलि विदेशमै हुनुहुन्थ्यो होइन। आफ्टर 3 इयर्समा 3 वर्ष बस्नु पर्यो भन्दा पनि बसियो। तर यताको भ्यू चाहिँ दामी आएको छ होइन। खतरा छ नि। तपाईँहरूलाई पनि राम्रो लाग्छ होला सायद होइन, राम्रो लाग्नु पर्यो भन्ने त्यो राम्रै लाग्छ जबरजस्ती गर्नु होइन। मिल्दैन होइन। त्यो अब अर्को क्वेसन चाहिँ अब उमेर पनि ढड्किन लाग्यो होइन। हजुर अब बिहे गर्ने उमेर नि हुन लाग्यो। हजुर के छ बिहे गर्ने? अहिले त्यहाँ रातो बोलेन सायद रेकर्ड भएन होला। होइन भएको छ। अनि के छ विचार, बिहे गर्ने विचार चाहिँ के छ त तपाईँको? बिहे गर्ने भन्दा नि त्यो रेकर्ड भएन जस्तो लाग्यो मलाई 100%। बिहाको भन्दा नि त्यहाँ भिडियोको टेन्सन नगर्न बिहा चाहिँ के भनौँ अब बिहा चाहिँ कस्तो अब गर्न मन लाग्छ कि लाग्छ छैन? म स्विट 17बाट 16 पुगेको छु। अहिले मेरो उमेर भएको छैन जस्तो लाग्छ मलाई। उमेर भएको छैन जस्तो लाग्छ? हजुर तपाईँ 16बाट 17 लाग्नुभयो? अहिले 17बाट 16 स्विट 16मा लागेको छु नि त। झर्नु भयो? हजुर त्यो पनि हो। हजुर अनि के तिमीले हेरिरहेछौ, तिमीले चाहिँ अगाडि गर्ने के विचार गरिरहेछौ क्या? कस्तो बिहा गर्ने? कहाँ दाइको दुइटा दाइको भन्दा अगाडि गऱ्यो भने त फेरि फ्यामिली रिलेटिभ्सबाट फेरि हल्का टचर घरबाट फोन आएको आएछ है? आछ। ल ल टचर हो, टचर नआएको भए त मैले उहिले भित्राइदिइसकेँ। यो कट हुँदैन नि भाइ फेरि। ओके के छैन। अनि के अरे कलेजतिर चाहिँ पढाइ कस्तो भइरहेछ? जस्तै अब चितवन र यहाँ चाहिँ के डिफ्रेन्ट भेट्यो? अब यस्तो चितवनमा नि राम्रो कलेज छ है। मैले त्यो मलाई खास गरी कलेज राम्रो खोज्न आएको भन्दा नि एक त बाबासँग बस्छु भनेर नि हो, अनि एक त आफूलाई हल्का अब जस्तै अब घरबाट टाढो बसिसकेपछि आफू हल्का इन्डिपेन्डेन्ट पनि हुन सिकिन्छ होइन। इन्डिपेन्डेन्ट हुन सिकिन्छ। मलाई चाहिँ हल्का यस्तै कलेज चाहिँ त्यसरी नै पढ्न मन लाग्छ। यस्तो गरौँ न हामी, यस्तो अगाडितिर हिँड्दै बोलौँ न भन्ने यो कति बस्ने भने मलाई चाहिँ त्यसरी पढ्न मन लाग्यो होइन। कलेजहरू जे होस् म पढिरहेको कलेज पनि राम्रै छ। पढाइहरू अब सरहरूले पढाउने जहाँ पनि पढाइ राम्रो नै हुन्छ आफूले पढिसकेपछि। पढाइ भन्ने कुरो चाहिँ अब स्कुलमा डिपेन्ड भन्दा पनि आफूमा डिपेन्ड पनि हुन्छ। प्लस मेहनत गर्ने, घरमा कसरी मेहनत गर्ने भनेर आफूमा पनि मिहिनेत हुनु पर्यो। अनि प्राय अब स्कुल सिक्ने जस्तो ठाउँहरूमा चाहिँ पढाइ राम्रै हुन्छ, जहाँ पनि आफूले मिहिनेत गर्नु पर्यो र सरहरूले पनि मिहिनेत गर्नु पर्यो। आफ्नै बच्चाहरू जस्तो गरेर चाहिँ मिहिनेत गरेर पढाइदिनु पर्यो, बुझाइदिनु पर्यो भन्ने कुरो। तर म बुझाउँदिनँ पढाउँदिनँ भन्ने कुनै सरहरूको पनि इन्टेन्सन हुनु होला सायद। एउटा कुरा चाहिँ हाम्रो क्वालिटी चाहिँ अहिले त्यस्तो विधि राम्रो आएको छैन होला। हामी चाहिँ यसलाई अब हामीले चाहिँ यसो आफूलाई चाहिँ के अरे त्यो उस गरेको मात्रै के कसो तिखारेको के सकिन्छ कि सकिँदैन ल हामीले के यो भ्लगिङ हामीले सकिन्छ त। अब तपाईँहरूले राम्रो प्रतिक्रिया दिनुभयो भने चाहिँ केही दिनमै पनि हामीले क्वालिटी चाहिँ मेन्टेन गर्न सकिन्छ हो। त्यो अहिले पनि सक्थ्यो, तर के सोच्यो भन्दाखेरि चाहिँ अहिले नै किन खर्च गरिहाल्ने होइन। हामीले इन्भेस्ट चाहिँ गरेको छौँ एउटा दुइटा होइन एक्सेसरिजमा। हजुर तर हामीले हाम्रो अब भ्लगिङको लागि राम्रो बेस्ट क्यामेरा चाहिँ जब हल्का सपोर्ट इन्क्रिज हुन्छ तब चाहिँ गर्छ। अब चाहिँ हामी यतातिरबाट कताबाट जाने? यताबाट जाने? अब यता अब हामी थोरै यतातिरको सिनेमेटिकहरू देखाउँछु हैन। यही लाइटिङ चाहिँ उतापट्टिबाट चाहिँ कस्तो देखिन्छ त्यो पनि देखाइदिउँ न होइन गाइजलाई। त्यो पनि हो। उता साइडमा जान्छौँ हामी, उताबाट चाहिँ यो यिनीहरूको यो के अरे मन्दिरहरूको चाहिँ भ्यू देखाउँछु। र हामी चाहिँ राति भइसक्यो, अब घरतिर जानु पनि पर्ने हुन्छ भन्नु सक्नुभयो बाबा? हजुर धेरै राति भइसक्यो नि त। ल यसरी एकै ठाउँमा नबस्छौँ अब जाँदा। यता चाहिँ मन्दिरहरू सब खतरा ल रोकन त कान्छु खतरा देखिन्छ। यो पनि हेर्नु न कस्तो यहाँको भ्यू पनि राम्रो लाग्यो होइन। देख्न सक्नुहुन्छ तपाईँले, यहाँ पनि अर्को पनि मन्दिर छ होइन। अनि यहाँ चाहिँ छुट्टै टाइपको सबै सिमिलर टाइप छ। उता देखाएको र यहाँ पिक्चरको चाहिँ एउटा डिफ्रेन्ट छ होइन। अनि यो चाहिँ सिमिलर छ अरू जस्तै, तर पनि फरक ठाउँमा छ। अनि यो चाहिँ यिनीहरूको फरक विशेष त होला। अनि यो देख्न सक्नुहुन्छ यतातिर बस्ने ठाउँहरू
अनि मन्दिरहरू पनि डल्लै छ यहाँ प्रायः मान्छेहरू चाहिँ इन्जोयमेन्ट लिनको लागि अनि कहिलेकाहीँ मान्छेहरू मुड अन गर्नको लागि मुड अफ भइरहेको हुन्छ नि त आफ्नो कामको व्यस्तता अनि आफ्नो जीवनमा सबैजना व्यस्त हुनुहुन्छ होइन अनि जो व्यस्त आफ्नो व्यस्तपनलाई एकतर्फ राख्दै आफूलाई चाहिँ इन्जोय गराउनलाई इन्जोयमेन्ट लिनलाई चाहिँ यतातिर आउनुहुन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ यतातिर बस्ने ठाउँहरू पनि छ तपाईँहरू फ्यामिलीहरू लिएर पनि आउन सक्नुहुन्छ होइन फाइनली गाइज अब चाहिँ हामी रुम जाने बेला पनि भयो यो लेट नाइट भइसक्यो भन्ने टाइप्सकै भयो किनकि लेट नाइट त होइन त्यही पनि होइन घर लागि चाहिँ हाम्रो लागि चाहिँ टाइम चाहिँ त्यस्तो होइन कि हाम्रो लागि चाहिँ त्यस्तो भयो हामीलाई कलहरू पनि आयो घरबाट राति पनि भयो अब दुईजना लक्क जाउँ मान्छेहरू छोराहरू घरबाट बाहिर हुँदाखेरि अब अभियसली सबैको फ्यामिलीहरूलाई भइहाल्छ अनि त्यही भएर अब चाहिँ घरबाट तल आइरहेको छ अब हामी घर जाँदैछौँ भने अब लास्ट यतातिरको भ्यूहरू तपाईँ देख्न सक्नुहुन्छ देखाइदेऊ त होला अनि हामी चाहिँ यतैबाट जानुपर्ने हुन्छ यता घरतिर पनि यतातिर पनि खुसी यो चाहिँ अगाडिको बिल्डिङ अनि यो बिल्डिङ यताबाट जाउँ यो डिफ्रेन्ट बाइक्स छ भनौँ न त्यसमा नि त्यस्तै रेड लाइटै हालेको भए कस्तो राम्रो देख्छ यतातिर चाहिँ सानसानो बाबु नानीहरू पनि खेलाइरहेको यहाँ पनि दाइ यहाँ पनि रेड लाइटै राख्नुपर्ने हो क्या है व्हाइट लाइट राखेर कस्तो छिट्टै देखेको भएकोले छुट्टी देखेँ त्यही हो अब हामी जाँदैछौँ घरतिर भन्दै अब यतातिरको केही भ्यूहरू चाहिँ अब हामी बोल्दै जान्छौँ अब यतातिर त्यस्तो बनाउने खालको भ्यू पनि छैन होइन यही होटेलहरू नै हो रेस्टुरेन्ट फेमस मोमो यहाँ फेमस मोमो नि यहाँको नि बेस्ट हुन्छ है यो यहाँको बेस्ट मोमोहरू है अनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ हस्पिटालिटी एरियाहरू पनि यतातिर टन्नै है तपाईँहरूले पाउनु सक्नुहुन्छ यो सुविधाहरू टन्नै छ यदि तपाईँहरू पनि फ्यामिलीहरू लिएर चाहिँ यतातिर आउन चाहनुहुन्छ भने यदि तपाईँहरू इज द बेस्ट अप्सन फर मोमो या अफकोर्स एक्ज्याक्टली डेफिनेटली ल त्यही हो अब हामी जाँदैछौँ अब केही दुई शब्द राख्ने कान्छ तिमी दुई शब्द भनेर दुई शब्दमै इन यस सर समाप्त यार मलाई त्यस्तो केही भन्न मन लागेको छैन जे कुरा थियो सबै भनिसकेका छौँ हामीले अब जस तपाईँहरूलाई बसन्तपुर भिजिट पनि गरायौँ र अब भोलि हामी कहाँ जानेछौँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई देखाउने नै छौँ होइन तपाईँहरूलाई नदेखाइकन हामी मात्रै त पक्कै पनि हेरेन त्यही हो अब भोलि चाहिँ कहाँ गइन्छ कसरी कता ओइ मुसा हेर न कस्तो लाइटवाला ग्याङ हामी आइरहेको थियौँ है यहाँ यतातिर चाहिँ कत्रो मुसा मरेर बसेर चाहिँ बिचरा जिउँदै छ क्या यहाँ सुतिरहेको होइन यसको जुन हल्लिरहेको छ कत्रो ठुलो क्या हाम्रो त भाइ चाहिँ भिडियो गरेर आइरहेको थियो तर्सियो चाहिँ ओइ भनेपछि म खत्रै तर्सिएँ नि यार त्यही त मैले ओइ भन्थेँ उसले चाहिँ म त के नै होला ओइ भनेपछि त एकचोटि के हामी उता उसमा गएको थियौँ नि कता अरे उता माइला ठुलो बुवाको घरमा कि त्यता जाँदाखेरि हामी चाहिँ त्यहीँबाट सामान लिग्नलाई गएको थियौँ कि उता गाउँतिर गइरहेको पिच रोड थियो तर है पिच रोडमा गइरहेको थिएँ अनि गइरहेको केटाहरू धुनमै गइरहेको त सर्प ट्याक्कै खुट्टा निरहेको गयो भनेको हामीले है तर त्यहाँ चाहिँ 7 गएको थियो वान टेकमा चाहिँ हामीले भिडियो नगरिकन गएको थियौँ दोस्रो टेकमा चाहिँ मजै आएन त्यो एक्टिङ गर्दा चाहिँ त्यही हो अब चाहिँ अब हामी आइपुग्न लागिसक्यौँ अब भिडियोलाई नि यतैतिर इन गर्न पर्ने हुन्छ भने
भाइले चाहिँ एकलट म क्यामेरामा ल्याउँछु अनि त्यसपछि हामी दाजुभाइले इन हाल्नुपर्ने हुन्छ। फाइनली साथीभाइहरू अब दाजुभाइको भिजिट पनि भइसक्यो बसन्तपुर भने अब हामी जाँदैछौँ घरतर्फ र अब हामीले के दैन भन्नुपर्ने हुने हो। ल साथीभाइहरू कस्तो भयो तपाईँहरूको दिन, कतिको मनोरञ्जन दिन सक्यो, कतिको इन्टरटेनमेन्ट हुनुभयो तपाईँहरू है। अब हाम्रो भिडियोलाई चाहिँ यतैतिर इन गर्नुपर्ने हुन्छ। अहिलेसम्म हेरेर साथ दिनुभएको लागि थ्याङ्क यू सो मच भन्दै आजको भिडियोलाई चाहिँ यति इन गर्छु। जय नेपाल, जय नेपाल हाम्रो, जय नेपाल, जय देश, जय देश, जय माटो, बाई बाई।